ई-रिक्सा चालकहरूले जनकपुर धाम उपमहानगरपालिकाको मुख्य द्वार घेराउ गर्दै मङ्गलबार प्रदर्शन गरेका छन्। जनकपुर धाम उपमहानगरले ई-रिक्साको व्यवस्थापनको लागि परिक्रमा सडक र सोभित्र जनकपुर धाम उपमहानगरमा दर्ता भएको बाहेकका रिक्सा चलाउन नपाउने निर्णय गरेपछि रिक्सा चालकहरू आन्दोलित भएका छन्। ई-रिक्साको अव्यवस्थापनले जनकपुर धाम उपमहानगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि उपमहानगरले नगरपालिकामा दर्ता भएका बाहेकता ई-रिक्सा परिक्रमा सडकभित्र चलाउन नपाउने नियम लगाएका छन्। नियम उल्लङ्घन गर्ने रिक्सालाई जरिवाना गर्ने घोषणा समेत गरेको छ। उपमहानगरको निर्णयले आफूहरूको व्यवसायमा असर परेको भन्दै ई-रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन्। उनीहरूले नगरपालिकाले आफ्नो निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।